आज म जार्दिन लोकलिङ ब्लक जाँदैछु र यो मेन इन्ट्रान्स हो। छिर्ने बित्तिकै दायाँ साइडमा एउटा शिलालेख रहेको छ र यो बायाँ साइडमा यहाँको म्याप रहेको छ। अगाडि देखिरहनु भएको मेन इन्ट्रान्स हो। यो गेट छिर्नुभन्दा पहिला यो एरियालाई अवलोकन गरौँ। एकदमै सुन्दर राम्रो रहेको छ। म गेटबाट नछिरी बायाँतर्फ अवलोकन गर्दा अनि एकदम सुन्दर बगैँचा, बगैँचामा एजेलिया टकमक्क फुलिरहेको छ। यो गेटबाट प्रवेश गर्दैछु म। प्रवेश गर्ने बित्तिकै एउटा शालिगले चाहिँ एकदम मनै लोभाउँछ। कति राम्रो स्कल्पचर, कति राम्रो आर्टिस्टिक। वाह! अब यहाँको नेचरलाई एक्सप्लोर गर्दै जाउँ बिस्तारै। धेरै राम्रो छ। अझै आउँदै जान्छ राम्रो राम्रो ठाउँहरू। अगाडि बढ्दै जाउँ, राम्रो हेर्दै जाउँ, मजा आउनेवाला छ। धेरै राम्रो पार्क छ। रेस्ट गर्नलाई बनाइदिएको एरिया। र यस पार्कको मुख्य आकर्षण भनेको चाहिँ नि यो पोखरी हो, जुन एकदमै राम्रो छ। धेरै नै राम्रो छ हेर्नलाई। हो त्यस हेरौँ। यो मान्छेहरूलाई रेस्ट गर्न बनाइदिएको एरिया। यहाँ अब साथीभाइहरू जम्मा भएर कहिलेकाहीँ ड्राई पिकनिकहरू पनि गर्ने एरिया हो यो। यो ढुङ्गाहरूलाई चाहिँ एकदम कलात्मक ढङ्गले बनाएर राखिएको छ। यस्तो हेर्दै जाउँ गुफातिर गए जस्तो फिल हुने। जस एउटा छुट्टै आनन्द आउँछ। हेर्दा पनि रमाइलो, कति राम्रो देख्छ। ढुङ्गा कला भनौँ के भनौँ अब यसलाई, राम्रो छ जे होस्। बिचमा रहेको ताल। Just look at the beautiful scenery of the garden. भनिहाल्यो नि, ढुङ्गा यस्तो कलात्मक ढङ्गले राखिएको छ, मानव कहीँ गुफामै छिरिरहेको भान हुन्छ। आर्टिफिसियल गुफा। यता पानी झरिरहेछ, त्यहाँबाट पनि सकिन्छ बाहिरको दृश्य। यो हेरिरहँदा मानव निर्मित हो भनेर लगभग कल्पनै आउँदैन। त्यस्तोको पनि अत्यन्तै सुन्दर। नमस्ते। तालको बिचमा बनाएको छ यो पुल, क्रस गरिरहेको छ। र यो पुल मकाउ एरियामा जस मकाउको मान्छेहरू अगाडि धेरै नै फेमस देख्न सकिन्छ। भगवान बेली फुलिराखेको रहेछ। जो पार्कको बिचमा एउटा भवन छ। यो चाहिँ पानी वरिपरि पानी, यसको बिचमा बनाएको छ। थ्रु द स्टोन
टु अदर साइड क्लियरली देख्न सकिन्छ यो चारतिर पानीको बिचमा बनाइएको छ यो साइडबाट यस्तो देखिन्छ दुईजना नानी बाबु बसेर दाजु बहिनी होला नि सायद केही खाइरहेको देख्छु म त्यो बाटो म प्रवेश गर्दैछु एउटा बोनसाई गार्डन यहाँ हामी भिन्न भिन्न प्रकारको बोनसाईहरू विभिन्न प्रकारको बोनसाईहरू देख्न सक्छौँ बोनसाई कति वर्ष लागेको होला त्यो बन्नुलाई अब